गाइस वेलकम ब्याक टु माई न्यू व्लग। आज चाहिँ हामी एउटा रिसोर्टमा गइरहेको छौँ। त्यसमा घुम्न प्लस स्विमिङ पनि हुन्छ। अनि हामी चाहिँ अनि पुरै परिवारसँग मतलब फ्यामिलीसँग जाने हो। अहिले बाटोमा पनि भेटौँला। अहिले एकछिनको लागि एक्लै जाने, हाम्रो एउटा फ्यामिली मात्रै जाने होइन। मेरो मामा माइजू भन्ने आउनुहुन्छ। अनि हामी चाहिँ ट्याक्सीको लागि कुर्दैछौँ। जोरदेखि आउँछ त्यो टोखा अनि हामीलाई थाहा छैन। मेरो चाहिँ गेटअप अहिले यस्तो छ, ब्लू ज्याकेट अनि व्हाइट हुडी अनि हाफ प्यान्ट ब्ल्याक कलरको अनि रेड नाइटी सुज। अनि चाहिँ हाम्रो बाइक रेडी भएर जानको लागि बाटोमा भेटौँला। बाई बाई। आमाहरूले रिसिभ गर्नको लागि हामी चाहिँ आइसक्यो। यसरी जाँदैछौँ। बाटो यस्तो छ। ल रमाइलो भइरह आउँदैछ। आमाहरूको आज डह्रो एक्सर्साइज हुँदैछ है। ल
ला भिज्यो वाउ डेस्टिनेसनमा आइसक्यो अनि पछाडि हेर्न सक्नुहुन्छ दामी छ अनि त्यहाँ हेर्न सक्नुहुन्छ पौडी खेल्ने जग्गा मतलब स्विमिङ पुल अनि यस्तो खतरा छ भ्यू हेर्न सक्नुहुन्छ अनि यहाँ हेर्न सक्नुहुन्छ होला खेल्ने ठाउँ छ यहाँ बिरालो सिरालो बुढो बिरालो खेल्न होला छोरीनु हाम्रो बाबा यहाँ इन्जोय गर्नुभएको अनि त्यहाँ छोरीलाई देखाउँछु अनि हजुर स्विमिङ नगर्ने मैले स्विमिङ गर्ने हो कस्ट्युम क्लासेस लिएर आहा त्यहाँ हेर्न सक्नुहुन्छ हाम्रो फ्यामिली बसेर खानाको वेट गरिरह है त बाइ बाइ स्विमिङको मजा लिँदैछु एक्लै प्राइभेट हो मेरो प्राइभेट स्विमिङ पुल अनि मजाले गएर स्विमिङ सुजसँग नयाँ छु अनि बाइ बाइ स्विमिङ खेलेर रेडी भयो अहिले चाहिँ हामी घर जाने हो अनि के भन्नु अनि अहिले चाहिँ मजा आयो घरमा बाटोमा यो भिडियो एन्ड गरौँला बाइ बाइ अनि हजुर नि आउनु होला धेरै नै रमाइलो लाग्यो हामीलाई यो दिन त्यतिखेर हजुर त्यतिखेर हजुर अरू मेरो नयाँ अरू मेरो भ्लग हेर्नु होला बाइ
इन माई न्यू भ्लग। हामी अर्को नयाँ